यो त राम्रो भएछ नि आज यो त मरिसकेको थियो त्यो मैले पानी हेर्नु न यसको पत्ता कस्तो कहिले बेच्ने हो बुढोले यो आउँदैछ नि यिनीहरूको को इन्जिन थालेर यो बेच्ने अरे यो चाहिँ राम्रो भएछ यो कि जापानै लिएर जाने हो बुढो जापान त के लान्छ अब यहाँ मेला लाग्दैछ मेला त्यसखेर बेच्नु बेचिदिनु न यिनीहरू उम्रिँदैछ नि ठिकै छ होइन यो पनि राम्रो छ यिनीहरू त सबै बेच्ने होला पछि कि के गर्ने बुढोले हौ त्यो चाहिँ राम्रो यो पनि ठिक छ यहाँ चाहिँ नरोप्ने र यस्तै राख्ने हो ए के म्युजियम पो खोलाउँछु भनेको थियो मलाई एउटा रुख मागिरह रुखै रुख छ अझै रुख मागिरह एक महिनाको लागि जानु आँट्यो होइन हाम्रो गुरुको जापान जान गुरुको जापान जान आँट्नु भएको छ एक महिनाको लागि अहिले मैले हेर्दैछु गुरुबा जापान जान जानुहुन्छ यो पनि राम्रो छ हेर्नु न सर उ त्यो पनि राम्रो छ आसियाना त धेरै राम्रो भएर यो पनि राम्रै छ कमै अहिले खस्दै गइरहेको छ नि कमै हुन्छ बिस्तारै धैर्य गर्दैछ गुरु त मैले धैर्य गर्दैछु गुरुले धैर्य गरेको त 10 वर्ष भइसक्यो मेरो गुरुबाट अहिले जापान जानु लाग्छ जापान जानु आँटेछ कान्छोले पानी हाल्दैछ कसोहरू पनि बोन्साई किन्नु चाहनुहुन्छ भने आउनुहोस् आउनुहोस् यहाँ एभरेस्ट बोन्साई पोखामा छ अहिले बेच्ने कि नबेच्ने पो यो त अब जापानबाट आएपछि होला बढ्नु थाल्यो क्या अब अहिले सिजन हो नि त बढ्ने रुखको उयो चाहिँ राम्रो भयो उतापट्टिको चाहिँ यताको त्यो मरिसक्यो उताको चाहिँ उतापट्टिको हो सानो होइन त्यस्तै हो ल एभोकाडो पनि रहेछ अब यो ठुलो हुँदैन यत्रोमै फल्ने त्यतिमै फल्ने हो कस्तो खालको यो फेरि अब यो अर्को सालतिर चाहिँ फल्छ होला सायद त्योभन्दा ठुलो हुँदैन हो यत्रोमै फल्ने